हेलो नमस्ते, म टिका बहादुर तामाङ। आज म तपाईँहरूलाई ट्याक्स फाइल सम्बन्धी केही जानकारी दिउँ भनेर आएको छु। यदि तपाईँहरूले 2024 को ट्याक्स रिटर्न फाइल गरिसक्नुभएको छैन भने तपाईँहरूको टाइम चाहिँ अब लगभग सकिन लागेको छ। अप्रिल 21 अलरेडी भइसक्यो। प्रत्येक वर्षको ट्याक्सको डेडलाइन भनेको चाहिँ तपाईँको प्रत्येक वर्षको अप्रिल 30 सम्म रहने गर्दछ। यदि तपाईँ पर्सनल ट्याक्स हो भने, यदि तपाईँको सेल्फ इम्प्लोइड हो भने चाहिँ तपाईँको जुन 15 सम्म लम्बिन्छ र त्यो चाहिँ तपाईँको फाइल गर्ने डेडलाइन हो। यदि सेल्फ इम्प्लोइड हुनुहुन्छ, तपाईँले गर्नुभएको मनी छ, ओइङ मनी छ भने तपाईँले चाहिँ अप्रिल 30 भन्दा अगाडि नै पे गरिसक्नुपर्ने हुन्छ। यदि त्यसो गर्नु भएन भने चाहिँ तपाईँको इन्ट्रेस्ट लाग्छ। अब कुरा गरौँ, यदि तपाईँ फर्स्ट टाइम ट्याक्स फाइल गर्दै हुनुहुन्छ भने तपाईँ ट्याक्स क्लिनिकहरूसँग गएर ट्याक्स फाइल गर्न सक्नुहुनेछ। अब अहिले अलरेडी लेट भइसक्यो, तर पनि तपाईँको यदि ओइङ ब्यालेन्स छैन, यदि तपाईँले सिम्पल काम मात्र गरिराख्नु भएको छ भने तपाईँको बेनिफिटहरू अलिकति लेट आउने हुन्छ, तर त्यो केही फरक पर्दैन। यदि तपाईँले अहिले नै आफ्नो नियर बाई ट्याक्स क्लिनिकहरू, फ्री ट्याक्स क्लिनिकहरू चाहिँ सर्च गर्नु भएर, त्यो चाहिँ तपाईँको गभर्मेन्टकै प्रोग्राम हो। त्यो चाहिँ फर्स्ट टाइम ट्याक्स फाइल गर्नेहरूको लागि चाहिँ फ्री गरिदिएको हुन्छ गभर्मेन्टले चाहिँ। त्यहाँ चाहिँ तपाईँले अपोइन्टमेन्ट लिएर आफ्नो डेट लिन सक्नुहुनेछ र त्यसरी ट्याक्स फाइल गर्न सक्नुहुनेछ। मैले पनि त्यसरी नै गरेको थिएँ लास्ट इयर। यदि तपाईँ होइन म आफै गर्छु, यदि तपाईँ थोरै पनि कम्प्युटरमा तपाईँले अलिकति इजी लाग्छ भने थोरै पनि उसमा नलेजले नै तपाईँले ट्याक्स फाइल गर्न सक्नुहुनेछ। त्यसको लागि चाहिँ तपाईँले धेरै नै छ, तपाईँको सिआरएले एप्रुभ गरेको वेबसाइटहरू धेरै नै छ। त्यसमध्येमा पनि मलाई पर्सनली फेभरेट चाहिँ सजिलो लाग्ने चाहिँ ओइल सिम्पल हो। तपाईँले ओइल सिम्पलमा जानु भएर, oilsimple.com मा जानु भएर त्यहाँ ट्याक्सको सेक्सनमा जानु भएर चाहिँ आफ्नो ट्याक्स फाइल गर्न सक्नुहुनेछ। सबै कुराहरू एकदमै इजी छ त्यहाँ चाहिँ। तपाईँको यदि तपाईँलाई केही कुरामा डाउट भयो, कन्फ्युजन आयो भने चाहिँ तपाईँले त्यहाँ छेउमै तपाईँले क्लिक गर्नुभयो भने त्यसको बारेमा डिटेलली तपाईँलाई बुझाउने छ त्यहाँ चाहिँ। त्यसले गर्दाखेरि सायद तपाईँलाई त्यस्तो प्रब्लम नहोला त्यहाँबाट गर्नु हुँदाखेरि। यदि तपाईँले यो सेकेन्ड टाइम, थर्ड टाइम अथवा तपाईँले पहिला नै अलरेडी ट्याक्स फाइल गरिसक्नु भएको छ, माई सिआरए अकाउन्ट छ भने चाहिँ त्यहाँ तपाईँले तपाईँको जुन इन्फर्मेसनहरू छ त्यसलाई चाहिँ तपाईँले रिट्रिभ गर्न सक्नुहुन्छ त्यहाँ, अथवा तपाईँको अटो फाइलको लागि तपाईँ एलिजिबल हुनुहुन्छ। यदि तपाईँले त्यहाँ तपाईँको माई सिआरए अकाउन्टलाई चाहिँ लिङ्क गर्नुपर्ने हुन्छ त्यहाँ। त्यसो गर्नुभयो भने तपाईँलाई पनि एकदमै इजी हुन्छ। धेरै कुराहरू म्यानुअल्ली तपाईँले हालिराख्नुपर्ने पनि हुँदैन त्यस्तो गर्नु हुँदाखेरि चाहिँ। अनि अर्को कुरा के छुट्यो, अब डेडलाइन नै हो, डेडलाइन सम्झिनु होला। यदि तपाईँको ओइङ ब्यालेन्स छ भने चाहिँ सकेसम्म डेडलाइन नछुटाउँदाखेरि राम्रो, किनभने तपाईँको इन्ट्रेस्ट समथिङ कति पर्सेन्ट इन्ट्रेस्ट चाहिँ तपाईँले इन्ट्रेस्ट दिइराख्नुपर्ने हुनसक्छ। प्रत्येक दिनको इन्ट्रेस्ट चाहिँ उनीहरूले काउन्ट गर्दै तपाईँलाई तिराउँछ। त्यसले गर्दाखेरि तपाईँको जस्तै तपाईँले उबरहरू गरिराख्नु भएको छ भने चाहिँ सकेसम्म चाँडै फाइल गर्नु होला। डेडलाइन पनि एकदमै नजिक भइसक्यो, त्यही भएर पनि मैले यो भिडियो बनाएको। अनि तपाईँहरूलाई केही कन्फ्युजन छ, डाउट छ भने तपाईँहरूलाई चाहिँ म हेल्प गर्न रेडी छु। जस्ट इमेल गर्नुहोस् अथवा कमेन्ट गर्नुहोस्, म चाहिँ तपाईँहरूलाई हेल्प गर्नेछु। तपाईँहरू जुनसुकै स्टेजमा पुगेर ट्राई चाहिँ गर्नुहोस् है, तपाईँ आफैले ट्राई चाहिँ गर्नुहोस्। ट्राई गर्दै जाँदाखेरि फाइल गरि नहाल्नुहोस्, ट्राई गर्दै गर्दै। अनि अलिकति टाइम लाग्ने हुनसक्छ, तपाईँ फर्स्ट टाइम गर्दै हुनुहुन्छ भने अभियसली टाइम लाग्छ नै, किनभने एकदमै धेरै इन्फर्मेसनहरू हाल्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि थोरै टाइम भएको बेलामा ट्राई गर्दै गर्नुहोस्। अनि कतै केही डाउट भयो भने मलाई इमेल गर्न सक्नुहुनेछ। मेरो चाहिँ इमेल tikataamang507@gmail.com हो। तपाईँले त्यहाँ मलाई इमेल गर्नुभयो भने म जतिसक्दो चाँडो तपाईँलाई रिप्लाई दिनेछु। सायद त्यति नै हो, अरू त केही कुरा छैन। डेडलाइन भइहाल्यो, डेडलाइन चाहिँ सम्झिनु होला अप्रिल 30 अनि सेल्फ इम्प्लोइडको लागि जुन 15। ओके, थ्याङ्क यू।